दुःखद खबर लिएर तपाईँको माझमा आएको छु। सबैजनाले हार्दिक श्रद्धाञ्जलीका शब्दहरू लेखेर उसको आत्माले चिर शान्तिको कामना पाओस् र उसको मृतक शरीरले स्वर्गमा बास पाओस् भन्ने हेतुले सबैजनाले हार्दिक श्रद्धाञ्जली लेखेर आफ्नो भनाइ राख्नु। बनगाड कुपिने नगरपालिका 3 हरले ढुङ्गे पानीका अन्दाजी 17-18 वर्षका कृष्ण विक्क म झुन्डेर आत्महत्या गर्दैछु भन्ने उनले अभिव्यक्त दिएका थिए। तत्काल झुन्डेको अवस्थामा तत्काल उनलाई उद्धार गर्न केही व्यक्तिहरू उनको कोठामा प्रवेश गर्दा उनीहरूले ढोका फोडेर उनीलाई थोरै बाँच्ने अवस्थासम्म पुगेको थियो र जीवित उद्धार पनि गरिरहेका थिए र तत्काल उनीलाई भारतको अहमदाबाद सिभिल हस्पिटलमा उनलाई उपचारको लागि तत्काल वहाँ सिभिल हस्पिटलमा पुर्याएको थियो एम्बुलेन्स मार्फत। पुर्याए पश्चात उनको झन्डै सिभिल हस्पिटलमा 4 दिनसम्मको उनको होस नआइसके पश्चात घर फ्यामिलीले प्राइभेटमा लिनुपर्छ भन्ने निर्णय लिइसके पश्चात भोपाल एक मेडिकलमा उनलाई प्राइभेट मेडिकलमा उपचारको लागि तत्काल लगियो। तत्काल लगिएको 1 दिन नबित्दै उनको डाक्टरले मृत्यु घोषणा गरे पश्चात आज उनको सिभिल हस्पिटलमा पठाएको छ। त्यहाँ पोस्टमार्टम पश्चात कृष्ण विक्कलाई तत्काल नेपाल पठाइनेछ। सबैजना उपस्थित होला। धन्यवाद।